हेलो साथीहरू, दर्शन नमस्ते। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी यो नयाँ मोडल स्विचहरू कसरी लगाउने स्विच भनेर हजुरहरूलाई म बताउन गइरहेको छु। हजुरहरूले राम्रोसँग ध्यान दिनु होला। पहिलाको त्यो फ्युज लगाएर अनि त्यसपछि इन्डिकेटर लगाएर त्यो खालको त हजुरहरूले गरिराख्नु भएको होला। अहिले चाहिँ म नयाँ मोडल खालको स्विचहरू कसरी लगाउने, त्यसमा इन्डिकेटरहरू के दिएको छ, त्यसमा लेख्या हुन्छ L1, L2, L21, L11, त्यसको काम के हो र कसरी पर्फेक्ट वायरिङ गर्ने त्यो बारेमा म हजुरहरूलाई बताउन गइरहेको छु। राम्रोसँग हेरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला मेरो यो च्यानललाई। हेलो साथीहरू, ल हाम्रो सामान पनि आइसक्यो। अब आज हाम्रो सामान पनि आइसकेको छ। बल्ल तल्ला 2 हप्तामा अर्डर गरेको, अनलाइन अर्डर गरेको। यो चाहिँ म हजुरहरूलाई अनबक्सिङ गरेर देखाउँछु अनि यसको कस्तो छ, क्वालिटी के हो, कुन कम्पनी हो हजुरहरूलाई म देखाउँछु। र यसको कनेक्सन पनि अहिलेको चाहिँदैन, नयाँ सिस्टमहरू गर्छ क्या, नयाँ सिस्टमहरू गर्छ। पहिलाको त्यो पुरानो स्विचहरू अब सकेटहरू त सबैले लगाइराखेको हो। नयाँ इलेक्ट्रिसियनहरूलाई अब कसरी गर्ने के गर्ने भनेर म हल्का हजुरहरूलाई बताइदिन्छु है त। यो चाहिँ इलिस कम्पनीको कार्टुन भए पनि उस्तै हो कम्पनी, तर इलिक्ट कम्पनी है। यो भिडियोमा अलिक मजाले देखेको छैन क्या, म एकजना मात्रै छु, भिडियो गर्ने मान्छे नभएर। म हजुरहरूलाई अहिले म एकदम प्रष्टसँग देखाउँछु है त। ल हेर्नुहोस् त, कार्टुन कस्तो खतरा, एकदम बबाल छ। इलिक्ट कम्पनी है, इलिक्ट कम्पनी, मेड इन चाइना भए पनि क्वालिटी चाहिँ एकदम दमदार छ। हेर्नु त, माई गड, एकदम नेट ब्ल्याकमा है। यसको हेर्नु न, यो प्लास्टिक बडी पनि एकदम राम्रो छ। यो 2 ग्याङ है, 3 ग्याङ 2 है स्विच है। अब हेर्नु त, म हजुरलाई के देखाउँछु। सकेट है, यो चाहिँ सकेट हो। हेर्नु त, 3 पिन सकेट हेर्नु त, विथ स्विच पनि छ है। खतरा हो है बडी त, यसलाई के बडी भन्छ पनि हो। यो बडी एकदम स्क्रैच प्रुफ है। यो चाहिँ हाम्रो डाटाको है, डाटा हुन्छ नि, डाटा हेर्नुहोस् त कस्तो खतरा। क्याट 6 केबल डाटाको है। यो कनेक्सन पनि पछि म देखाउँछु हजुरहरूलाई। यसमा कनेक्सन गर्छु, यो सकेटहरूको सकेटहरू। हामी यो लगाएर म हजुरहरूलाई फाइनल भिडियो पनि देखाउँछु कसरी कनेक्सन गर्ने भन्ने कुराहरू चाहिँ। लुप दिनलाई धेरै कुराहरू लेखेको हुन्छ हजुर, कतिपय नयाँ इलेक्ट्रिसियनहरूले जान्नुहुन्न। त्यसपछि लुप कसरी दिने, यो L1, L2हरू लेखेको हुन्छ, अनि त्यसपछि L11, L21हरू लेखेको हुन्छ। यसको लुप कसरी दिने, अनि हामीले हाफ चाहिँ आउटपुट चाहिँ कताबाट दिँदा चाहिँ एकदम बेस्ट हुन्छ, स्विचले एकदम राम्रोसँग सुन्तो तरिकाले काम गर्छ भन्ने कुरा चाहिँ म हजुरलाई भन्छु है। अन्त L10 दिएको, L11 दिएको छ, L21 दिएको छ, L31 दिएको छ, अनि L2 दिएको छ, L3 दिएको छ। यसमा चाहिँ 3 ग्याङमा कसरी हामीले चाहिँ वायर जम्पर गर्ने अथवा लुप गर्ने अनि हाफ वायर कहाँ दिने भन्ने कुरा बेस्ट तरिका चाहिँ म भन्छु है त हजुरलाई है। राम्रोसँग ध्यान दिएर हेर्नु होला है। ल, मैले यो L3 र L2मा चाहिँ जम्पर गरेँ, यो मेन सप्लाई है, डिबीबाट आएको सप्लाई चाहिँ एउटामा ल्याएर कनेक्सन गरिदिनुहोस्, एकदम पर्फेक्ट हुन्छ है। अनि चाहिँ बाँकी रहेको हाम्रो छ नि L21, L11, L31, यसमा चाहिँ हामीले आउटपुट दिनुपर्छ है, आउटपुट दिने यसमा चाहिँ। जुन हामीले फ्यान कम्प्युटरदेखि अनि लाइटहरू चलाउँछ नि, यसमा चाहिँ आउटपुट दिने है। हेर्नुहोस् न, म हजुरहरूलाई फिट गरेर पनि देखाएको छु हेर्नु है, एकदम राम्रो देखाएको कस्तो खालको छ हो, बडी सोइलाको हो नि। ल, यो चाहिँ हाम्रो 3 ग्याङ 2A है। यहाँ पोलहरू देखिराख्नु भएको छ, पोइन्टहरू एकदम 9 पोइन्ट छ। यसको पनि एउटा च्यालेन्जै हुन्छ नयाँ इलेक्ट्रिसियनलाई कहाँ दिने भन्ने कुरा है, त्यो पनि म हजुरहरूलाई बताइराखेको छु हेर्नु है। पुरानो इलेक्ट्रिसियनहरू चाहिँ स्किप गर्न सक्नुहुन्छ है भिडियोमा। L3 र L2 यो कस्तो डिप गर्ने। त्यसपछि हामी अर्को
L1 मा पनि लुप गर्नुपर्छ है यसमा ल L1 मा पनि लुप गर्नुपर्छ र एउटामा मेन दिने ओके एउटामा मेन दिने जहाँ मेन सप्लाई आउँछ त्यहाँनिर है एउटामा मेन दिने आउटपुट जाने ठाउँमा चाहिँ एक एकवटा दिने ल मैले कनेक्सन गरेको छु हेर्नु त ल यस्तरी है मैले यो सिङ्गल 3